ए बुढा त्यसको पेट त झन् तल तल खस्दै छ नि के भएको हेर्नु त अबे त्यसको पेटबाट त पोको पो झर्यो त होइन नखर्बाउने के बुरु बुरु उफ्रे कि तेरो छोरो खस्यो भुइँमा का लाज नभएकी न कचरी न खरमौली तैँले काम गर्नुपर्छ भनेर पेटमा पोको राखेर म दैदेऊ कि भएँ भनेर सासू ससुरा लोग्नेलाई काममा जोताकी हैनस् हेर चित्र विचित्र चरित्र अनेक जाने कि यो त्यसै मैले भनेको छ तँलाई उग्र चण्डी भनेर अनुहार हेर गति हेर अझै पनि तँलाई लाज छैन कि थुइया तेरो जिन्दगी त ए नखरमौली हो त्यहाँ हेर हेर तेरो साथीले बच्चा पाइसकि साथीलाई त दही के छ भनेर दही चिउरा खुवाउन आएको थियौ अब ऊ साथीको छोरालाई दुध खुवाओ पोकोलाई यस्ताको साथी कस्तो नाटक पनि कति जाने अरे भगवान् है त ठुले पनि कहाँ मुन्टिएछ मेलामा गएको कि कहाँ गएको कोदारी बोकेर हिँडे जस्तो लागेको थियो अहिले त हुन्थ्यो नि छोरो दिन्थ्यो होला नि काखमा छोरो पाउली जस्तो लाग्छ भन्थ्यो नबोला ठुलो छोरोले कमजोर हुन्छ भन्थ्यो औ कस्तो राम्रो छोरो पाइदिए आफू जस्तै खेलाउँथ्यो होला नि काखमा के हो रि त्यो के हुनु नि देखिनस् थाङ्रो ठिक्क रिते तैँले त नारीहरूको बेइज्जतै गरिस् त जस्तो साथी हुनुभन्दा त नि एउटा पनि साथी नभएको बेस ठिक्क बल्ल घैँटामा घाम लागेछ यिनीहरूको अब साथीलाई चिने होला नि हेर केटी हो यसको सङ्गत नगर है यसको सङ्गत नगर तिमीहरू पनि बिग्रे होला ल हेर त चित्र विचित्र चरित्र कति जाने अघिसम्म तेरि सासु छुची रहेछ भनेर भन्थ्यो नि को छुचोरो छ कसले नाटक गर्दो छ देख्यो हुन्छ आमा हुन्छ अबदेखि हामी यस्ताको सङ्गत पनि गर्दैनौँ झन्डै जोको भनेर खुवाउन आएको त छ्यास यस्तो पो जाउँ भाउजूहरू जा नानी हो जा यसको सङ्गतै नगर यति दिनसम्म आफ्नो साथीलाई चिन्न नसकेका ओ बुहारी तिमीलाई अलिकति पनि लाज शरम छ भने भित्र गएर लुकेर बस यहाँ अनुहार नदेखाऊ घिनलाग्दो अनुहार डाडुमा पानी तताएर मरे पनि हुन्छ यस्ता त कस्तो लाग नभएकी नकचरी होला अझ त्यहाँ उभिएर आँखा तरेर गयो भनेको ठिक्क यसको जिन्दगी कसरी हामीसँग मुख देखाउन सके कि त्यो लोन्चेसँग कसरी मुख देखाउले हुन त यसलाई लाज भए पो जसले पनि देखाउँछ कि लाज घिन शरम सबै पछि सकेको कि भगवान् ए पोका तैँले मलाई त्यसनी ठुलै धोका अब के गर्ने होला त होइन तँलाई पनि त्यही बेलामा चाहिँ तँलाई झर्न पर्ने जन आफ्नो बुढोलाई यहाँ नछौ है कपडा हटाएर त यहाँ पेटमा छुँदै नछौ भनिकन पेटलाई जोगाएको थिएँ यति बेलामा तँलाई घस्न पर्ने थुक्क पोका अब के गर्ने होला बुढोलाई के भन्ने होला अब मेरो बुढो आइपुग्ने बेला भइसक्यो के चाहिँ गर्ने होला त आइडिया पनि फ्याट्टै आइहाल्छ कि यो रितेको दिमाग न पर अब यो पेटलाई यसरी टमक्क पारेर फुलाएर म गर्भवती नै छु भनेर बुढोलाई भन्ने हो अनि सासुले होइन यसको त थाङ्नु झर्या नि भनेदेखि त होइन मेरो बुहारीले चाहिँ छोराबाट माया नपाओस् भनेर म माथि यत्रो अप्टिहालेका हुनु भनेर उल्टै तिनीहरूलाई अप्टिहाल्दिने अनि म त गर्भवती भएर हिँड्ने हो भनौँ भने पनि एकछिन यस्तो गर्दाखेरि त यो ढाड पेट दुखिसक्यो कति दिन चाहिँ म यो पेट यसो फुलाएर हिँड्नु सक्छु होला त फेरि काहीँ केही गरी मेरो बुढोले मलाई स्वास्थ्य चौकी
नयाँ स्वास्थ्य चौकी लग्यो भनेदेखि त के गर्नु त्यहाँ गएर पिसाब चेक गर्यो भनेदेखि त के भन्नु गाह्रो छ पहिला पो बुढोलाई बाहिर राखेर भित्र गएर यसो तालमेल मिलातिर गर्भवती भएर हिँड्नु पाथे म के गर्ने होला के गर्ने होला केही उपाय त दिए के भगवानले पोको त नि मलाई दिस्नी धोको लुजा होइन सार के खोजिरहेछस् तैँले कहिले यता जान्छस् कहिले उता जान्छस् के खोजेको के हराएर मलाई भने त भइहाल्यो के भएको भन् त हेर्नुहोस् न बुवा कान्छो नै घरमा छैनन् भने भित्र पनि छैनन् बाहिर पनि छैनन् कहाँ गएछन् मलाई नसोधे कहीँ पनि जाँदैन थिइन् यसको कुरा सुन्दाखेरि नि अचम्म लाग्छ भने अब बुहारी जहाँ गए पनि तँलाई सोधेरै जानुपर्छ त अब तँलाई सोध्न भ्याइनन् होला अब उनलाई कटक्क पेट सेट काटेर चरभित्र लागिन् कि अब जतिखेर नि तँलाई सोधेर हिँड्छिन् त भने जान यसो त्यो चरभित्र पो गएको हुन् कि जा हेर जा छैनन् के बुवा छैनन् मैले सबैतिर हेरिसकेँ कहाँ गएन होला त एकछिन बुहारीले नदेख्दाखेरि यसो गर्छस् अब सहर जाने कुरो छ सहर गएपछि त तँ बुहारी बिना कसरी अडिएर बोलास् त बाबु बुहारीलाई पनि सहरतिर लिएर जाए बाबु अब बुहारी यतातिर तँ उतातिर तिमीहरू दुवैतिर छटपटेर बसेर म के खुसी हुन सक्छु र त्यसो नभन्नुहोस् न बुवा हामीले सल्लाह गरिसकेका छौँ अब कान्छुले तपाईँकै ख्याल वास्ता गरेर यतै बस्छिन् म चाहिँ जान्छु बरु यो विषयमा हामी पछि नै सल्लाह गरौँला बरु अहिले चाहिँ कान्छो कता गएछन् म खोज्न जान्छु बुवा त्यस्तो खोज्नै जानुपर्ने गरी त कहाँ चाहिँ गइन् होला त बुहारी नआत्ति न बस अहिले आइहाल्छन् नि त्यो त हो बुवा फेरि भोलि त म गइहाल्छु अब आज एक दिन भए पनि एकछिन नछुटौँ भनेको मलाई नै नसोधे कहाँ गइछन् यति कतै गाउँतिर पो गइन् कि म खोजेर आइहाल्छु है बुवा ल ल ल ल आमा हजुर मेरी कान्छुलाई देख्नु भएको छ छैन बा छैन ए हस् आमा हस् हस् बा हस् कता गएन होला त ओहो कुमार कता हराएको त हाम्रो त भेटघाटै हुन छोड्यो त कता हराउनु नि आफू चाहिँ बिहे गरिसकेपछि घरबाट बाहिर ननिस्किने नाकमुख नदेखाउने स्वास्नीको पछि 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 हिँड्ने अनि मलाई कहाँ हराएको भन्ने कहाँ हिँडेको अनि यसरी हस्याङ फस्याङ गर्दै हेर्न मेरो कान्छो कता गइन् घरमा पनि छैनन् म त उनलाई खोज्दै हिँडेको गाकी होली नि कतैतिर तैँले देखाएको छस् त छैन नि मैले त म दाउरा लिनु गएको थिएँ ल म यसो यता खोज्दै गर्छु ल ल ल ल ल कहाँ हिँड्नु नि बिहानदेखि मेरो कान्छो घरमै छैनन् कहाँ गइन् तपाईँले देख्नु भएको छ देखाएको छैन एकछिन बुढीले नदेख्दा कति आँतिनु भा कहाँ हराउनु भएर बुढी हराउनु त कहाँ हराउँथिन् बिहानदेखि देखेकै छैन मैले कहाँ गइन् तपाईँले देख्नु भएको छैन ल तपाईँ त टोलाउन पो थाल्नुभयो त भन्नुहोस् न थाहा छ भने थाहा छैन हेर बल्ल बल्ल बिहे गरेर ल्याएको बुढी हराए जस्तो छ मान्छेले यहाँ कति तनाव भएको छ तपाईँ जिस्किनुहुन्छ
थाहा छ मलाई कान्छी पँधेरामा छिन् पँधेरामा थ्याङ्क यू कहाँ डिसाइ सागर हतार हतार गर्दै ए म पँधेरासम्म हिँडेको मेरी कान्छी पनि उतै गएको छ नि त्यही भएर ए खुब बुढीको पछि लागिरहेछस् लाग त्यही 1.5 वर्ष त होला नि पछि पुरानो हुँदै गएपछि वाक्क दिक्क हुन्छस् दाइ कस्तो कुरा गर्नुभएको तपाईँले आफ्नै श्रीमतीदेखि तपाईँ वाक्क दिक्क हुनुभएको छ र मसँग यस्तो कुरा गर्नुभएको त्यही भएर त भन्या बाबु तेरो त झन् बच्चाकी आमा परी तेरो त 1.5 वर्ष पनि जाँदैन 5-7 महिनामै वाक्क दिक्क हुन्छस् त्यही नयाँमा मात्र हो कि बाबु पुरानो हुँदै गएपछि त वाक्क दिक्क लाग्दो रहेछ कस्तो कुरा गर्नुभएको सबै पुरुषहरूको सोच तपाईँको जस्तै हुन्छ भन्ने छ र आफ्नै श्रीमती पनि कुनै दिन नयाँ हुने कुनै दिन पुरानो हुने भन्ने पनि हुन्छ र श्रीमान श्रीमतीको सम्बन्ध त जति पुरानो हुँदै गयो उति गाढा हुँदै जानुपर्छ हेर्नुहोस् तपाईँ जस्तो गलत सोच भएको पुरुषको कारणले गर्दा यो समाजमा धेरै महिलाहरू पीडित भएका छन् र कतिपय पुरुषहरू पनि तपाईँ जस्तो मान्छेको सङ्गत परेर उनीहरूको पनि मन बहकिएको छ बाँदरले आफ्नो घर बनाउँदैन र अरूको पनि घर बनाउन दिँदैन भन्ने सुनेको थिएँ तपाईँ पनि त्यस्तै सोचको हुनुहुँदो रहेछ आफ्नो श्रीमतीलाई त राम्रो व्यवहार गर्न सक्नु भएन अरूले पनि त्यस्तै नराम्रो व्यवहार गर्दै हुन्थ्यो भन्ने तरिकाले यस्तो हुन्छ र उस्तो हुन्छ भनेर सुनाउनुहुन्छ हुने नै त्यस्तै हो कि भाइ 5-7 महिनापछि हेर्दै जाऊ न त्यसपछि थाहा पाइहाल्छ कस्तो हुन्छ भनेर केही पनि हुँदैन मात्र मेरो श्रीमतीसँग सधैँको लागि माया प्रेम हुन्छ अब तपाईँहरू त बिहे हुनुभन्दा अगाडि नै आफ्नै श्रीमतीको माया लाग्ने आफ्नै श्रीमती राम्रो लाग्ने भनेको नयाँमा मात्र हो भन्ने सोच बोकेर हिँड्नु भएको रहेछ अनि त्यही भएर अहिले तपाईँले आफ्नो श्रीमतीको महत्त्व नभएको धिक्कार छ तपाईँहरू जस्तो पुरुषलाई जसले आफ्नै श्रीमतीलाई नयाँ हुँदा माया गर्ने महत्त्व बुझ्ने अनि पछि पुरानो हुँदै गएपछि हेला गर्ने गर्छन् आँसु लाग्छ ती श्रीमतीको जसले आफ्नो सारा कुरा त्यागेर आफ्नो श्रीमानप्रति जीवन समर्पण गरेको हुन्छ उसलाई पुरानो हुँदै गएपछि हेला गर्ने वाक्क दिक्क हुन्छ भन्ने जसले आफ्नो श्रीमतीलाई हेला गर्छ त्यो पुरुष कहिले पनि जीवनमा खुसी र सुखी हुन सक्दैन र उसको परिवारमा पनि सुख शान्ति कहिल्यै आउँदैन र प्रगति पनि हुँदैन त्यसैले आफ्नो श्रीमतीलाई धेरै माया गर्नुहोस् उनको महत्त्व बुझ्ने गर्नुहोस् मलाई जस्तै अरूलाई पनि श्रीमती पुरानो हुँदै गएपछि उनको महत्त्व हुँदैन वाक्क दिक्क लाग्छ भनेर सुनाउँदै नहिँड्नुहोस् ल बाबु ल अरू केटाहरूलाई सुनाउँदाखेरि त रमाइलो मानेर सुन्थे त अलि फरक खालको रहेछस् तँलाई त सुनाउनै नहुने रहेछ अब यस्ता सोच भएका पुरुषहरू यो समाजमा छन् अनि बिचरा महिला दिदीबहिनीहरू किन पीडित नभनौँ त तर म त मेरी कान्छुलाई कहिले पनि पुरानो भएको महसुस हुनै दिन्न म उसलाई सधैँ समान माया गरेर खुसी बनाएर राख्छु बुढु हजुर हामी सधैँभरि मिलेर यसै गरी सँगसँगै काम गर्ने ल हस् म तिम्रो पछि आएँ भनेर तिमी रिस नगर है म त सधैँ तिम्रो पछि आएर तिम्रो काम सघाउँछु तिमी रिसाउन पाउँदैनौ हस् हजुर मेरो हरेक काममा म सँगसँगै हिँडेर मलाई सघाउने मेरो बुढा भोलि त यतिखेर कहाँ पुग्नुहुन्छ होला बुढा बिना यो गाउँ मलाई कति सुन्ने लाग्छ होला उहाँ बिना मैले कसरी समय कटाउँछु होला तर के गर्नु बुवालाई एक्लो महसुस हुन नदिन र छोरीको पढाइको लागि भए पनि म यहीँ बस्नुपर्छ कान्छो किन रोकिए कान्छो हेर जहाँ जाँदा पनि मलाई नसोधिकन नहिँड्ने मान्छे आज मलाई सोध्दै नसोधी पँधेरामा आएर रुने के भयो भन त किन एक्लै आकी यत्तिकै के भयो भन त मलाई भन त के भयो अबदेखि पँधेरामा घाँस काट्न जाँदा सबैतिर एक्लै हिँड्ने बानी पार्नु परेको छ मलाई ल किन नि कस्तो किन नि हो र अब हजुर र म त छुट्दैछ अब सँगै जाउँ न त भने पनि मान्दैनौ अनि छुट्नु पर्यो भनेर पनि रुन्छौ के गर्ने भन त जाउँ न त सँगै जाउँ हुँदैन म छुट्नु पर्यो भनेर हजुरसँग जान पाइनँ भनेर रोको होइन जान खोज्या पनि होइन अनि किन त किन भन त खै थाहै छैन जहाँ जाँदा पनि पछि हिँड्नु भयो अब मलाई एक्लै हिँड्नु कति गाह्रो हुन्छ होला त्यसैले अहिलेदेखि बानी पारेकी मात्रै हो कान्छु यस्तो कुरा नगर न तिमीले यस्तो कुरा गर्यो भने झन् मलाई जान गाह्रो हुन्छ
अब तिमी यस्तै कुरा गर्छौ भने म पनि तिमीलाई सँगै लिएर जान्छु। लु यता फर्क सँगै जाने ल। जान्न हजुर जान्न। के गर्नु यो मन कस्तो कस्तो भइरहेछ। गएँ भने पनि खुसी भएर जान सक्दिनँ, बसेँ भने पनि खुसी भएर बस्न सक्दिनँ। जाउँ भने यहाँ बुवाको बिजोक होला, बुवालाई एक्लै गाह्रो होला भन्ने लाग्छ। नजाउँ भने बुढालाई एक्लै कसरी छोड्नु जस्तो लाग्छ। के गरे पनि कस्तो नभएको। तर जे भए पनि जान्न, हजुरलाई एक्लै पठाउँछु। एक्लै पठाउँछु भन्ने अनि आफू चाहिँ रुने, बुढालाई दुःखी बनाउने भन्छ हो? छैन, म मेरो प्यारो बुढोलाई कहिल्यै दुःखी बनाउन चाहन्न। म हजुरलाई एक्लै पठाएर जे गर्दैछु त्यो हाम्रो भविष्यको लागि, एउटा राम्रो फल फलाउनको लागि गर्दैछु। अहिले मैले मेरो बुढालाई सहरमा एक्लै पठाएर बुवासँग बसेँ भने, छोरीको ख्याल गरेँ भने बुवा पनि खुसी हुनुहुन्छ। हाम्री छोरीले पनि हामीले आफूभन्दा ठुलो मान्छेको आदर गर्नुपर्दो रहेछ, हामीले सकेको उहाँहरूको ख्याल वास्ता गर्नुपर्दो रहेछ भन्ने कुरा सिक्छिन्। तर अहिले म हजुरको पछि पछि लागेर हिँडेर बुढो भएको बुवालाई यहाँ एक्लै छोडेँ भने पछि छोरीले पनि त्यस्तै कुरा सिक्छिन्। त्यसैले म यहाँ बसेँ भनेदेखि धेरै कुरा राम्रो हुन्छ। त्यही भएर म मेरो बुढालाई खुसी बनाएर पठाउँछु। तर के गर्नु बुढा, जे जस्तो भए पनि आफ्नो बुढा आफूबाट अलिकति टाढा हुँदै हुनुहुन्छ भन्ने कुरा थाहा पाएपछि मन कस्तो कस्तो हुँदो रहेछ। त्यसैले पहिला पहिला बुढाबुढीसँगै पँधेर आउँदाका दिनहरू सम्झिँदै एक्लै कपडा धुँदा, एक्लै पँधेरोमा आउँदा कस्तो हुँदो रहेछ भनेर हजुरलाई नभनिकन सुटुक्क आएकी मात्रै हुँ। नरिसाउनु है। हाँस बुढी हाँस, मेरो बुढीसँग पनि म रिसाउन सक्छु होला त। तिमीलाई घरमा नदेख्दा म कति धेरै आँटेँ, कति ठाउँमा खोजेँ, कतिजनालाई सोधेँ, बल्ल बल्ल थाहा पाएर यहाँ आएको नि। अबदेखि चाहिँ जहाँ जानु परे पनि मलाई सोधेर मात्र हिँड्ने गर ल। सकेसम्म सँगसँगै जाने, सकिएन भने पनि मलाई सोधेर मात्र हिँड ल। हस्, तर हजुर सहर गएपछि हामी कसरी जहाँ जाँदा पनि सँगसँगै हिँड्न पाउँछौँ र? म सहर गएपछि तिमी जहाँ भए पनि, जहाँ गए पनि मलाई फोन गर न। बुढा आज म यहाँ छु, उहाँ छु, यो गर्दैछु, यहाँ जाँदैछु भनेर फोन गर, अनि म पनि तिमीसँग सँगसँगै अडियोमा जान्छु। अडियोमा जाने? सकेसम्म म जे काम गर्न लागि पनि, जहाँ जान लागि पनि हजुरलाई फोन गर्छु। तर हजुरको काममा डिस्टर्ब हुने गरी गर्दिनँ नि है। हाँस मेरी ज्ञानी बुढी हाँस। ल अब जाने ल। ए अनि कपडा सबै धोइसके, एउटा तन्ना मात्रै पखाल्न मागे। ए ल म पखालिदिन्छु अनि जाने है त। म पखाल्छु। सबै तिमीले पखालिसक्यौ त, अब यो एउटा म पखालिदिन्छु है। यसरी धेरै माया गर्नुहुन्छ अनि छोड्न गाह्रो हुन्छ क्या। ल ल खै त। बुढा हजुर, ठुले मेला गएको अहिलेसम्म आएन, किन नआएको हो? त्यो बेला त भयो, त्यो आएपछि त्यसकी बुढीको चर्ती कला सबै भन्यौँ भने हामीले भन्नै पर्दैन कान्छीकै आमा। अब त्यो छोरो आएपछि त्यो कुलङ्गार्नीको यो भुँडी सामसुम्मै घटिया देखेर आफै थाहा पाइहाल्छ नि। त्यो त नौटङ्की छ क्या, नौटङ्की। यिनीहरूले मलाई त्यसै भनेका, बुढा मेरो भुँडी छ भनेर चाहिँ फेरि अर्को टालो राख्ने हो कि? छोरो भन्ने मोरो पनि त्यस्तै के फेरि। अब यत्रो जालसम्म त्यो आफ्नो साइनले पेट बोकेको हो होइन के हो कसो त्यसले पत्ता लगाउनु पर्दैन? खै पेट बोकेको छु भन्न नाटक पाएर हिँडे कि ऊ मोरोलाई थाहै छैन। होइन एकपल्ट चाहिँ यस्तो यस्तो भएको भनिदिनु पाए राम्रो हुन्थ्यो कि। भनौली नि त, भनौली। त्यो नौटङ्कीको के विश्वास छ?
दुइटै उस्तै हुन् क्या मुर्दारहरू किनभने अब त्यो ऊ नौटंकी त्यस्तो बनाउने त्यस्तै ऊ मोरो थाहा नपाउने त्यस्तै खोइ आफ्नै स्वास्नीको बुढी के हो कसो हो लाजको मर्नु ल ठक्कै रहेछ छोरो पनि हजुर के भन्छ माया गर बिस्तारै होइन तिमीलाई गाह्रो हुन्छ यस्तो त्यस्तो साँच्चीकै भन्ठान्यो नि त छोरोले पनि के गरोस् त साँच्चीकै होइन त्यतिसम्म चाहिँ गर्दैन हामीले पनि त बोक्यो नि तर पाएको होइन खै तिमीले त्यसो गर्यो मलाई यत्र ढुङ्गा हालिदिन्थ्यौ ढोकामा रोडा र ढुङ्गा माटो दुनियाँ बोकेर घर बनाएको होइन त्यही पेटमा छँदाखेरि हो त नि हो आफूलाई चाहिँ लाग्छ आफू केही नगर्ने अनि छोरोले त्यसो गरेर चाहिँ पेट बेका छ होला नि भनेर भने आफूले कति दुःख पाइयो कान्छीकी आमा अब त्यति बेला दुःखै थियो अहिले त तिमीलाई दुःख दिएको छैन नि माया गरेको छैन मैले गऱ्यौ माया हाम्रो अगाडि त खुब बाठो बन्छस् मै हुँ भन्छस् तँलाई त अब त्यो केले आएको नि हड्डेको सिसमा के ल्याउनु नि आमा अब आजभन्दा भोलिभन्दा बुहारी सुत्केरी हुने बेला भइसक्यो फेरि छोरैकै बाबु हेला जस्तो छ अलि तागत लाग्छ कि भनेर त्यसलाई घिउ किनेर ल्याइदिए आमा छोराको बाबु भने रे लौ किन हाँसे आमा किन हाँस्नु नि के नहाँसेर रुनु तिमीहरूको त अस्तिनको चुरीफुरी देख्दाखेरि नि हाँसे गर्न मन लाग्छ भने होइन आमा बुवा किन यति धेरै खिल्ली उडाउनु भयो मेरो तपाईँहरूले बिचरा कति गाह्रो भएर होला अनि अलिकति तागत लाग्छ कि भनेर झन् घिउ किनेर ल्याइदिरहेको छु के भन्नुहुन्छ के भन्नुहुन्छ के भन्नु नि त्यो बुढीलाई घिउ खुवा भनेको बिचरा दुब्लाएर कमजोर भएर मर्न आँटेकी छ घिउ खुवाउनु पर्छ क्या जा बाबु जा गर घिउ खुवा बल्ली बना मोटी बना त्यही भने नि होइन अब अस्ति बाबु बिरामी हुँदाखेरि एक हल्ले सिसी घिउ किन्नु पर्यो बाबु पैसा लिएन भन्दाखेरि हातमा तैँले दिएको त्यो हातको पैसा पनि फुत्त तानेर लिएर गएको थिएँ बिचरा मर्न लागेको थिएँ कमजोर भाकी छ लगेर टन्न घिउ खुवा छोरा तर त्यो घिउ खुवाउनुभन्दा पहिला नि यहाँ आइज त एकपल्ट कुरा गर्नु एक जरुरी कुरा छ क्या आइज त यहाँ बस्दा एकपल्ट तसँग कुरा गरौँ हेरी आमा बुवा पनि के भनेर अलमलाउनुहुन्छ कि उहाँ रितालाई कति भोक लागिसक्यो होला पहिला गएर के खानु दिएर आउँछु नि आमा हुन्न ए त्यही सैनी पकाएर खानै नसक्ने भए बिचरा खाँदेर आउने त मेलाबाट आएको मान्छे ल खाँदेलास् अब एकछिन भोकै बस्दा त्यो मरिहाल्दिन आइज त आएर यहाँ बस्छ बाबुआमाको छेउमा तैँले बस्न हुँदैन तँलाई के हुन्छ यहाँ बस्दा त्यस्तो नभन्नु नहुने कुरा भएर पो तँलाई आइज बस भने त आइज नि आइज बस आमाले भने कसरी नआउने आमा बुवाले भनेपछि ल भन्नु के कुरा हो बुढा तिमी भन्छौ कि म भनौँ के यसो खाने कुरामा भन्दिन मलाई त लाएर आउँछ तिमी आफै भनिदेऊ ए ठुले हजुर तँलाई के छोराकै बाउ बन्छ जस्तो लागेको छ अब भए त छोरो भए हुन्थ्यो पहिला छोरी छे अब छोरो भइदियो हुन्थ्यो भन्ने हो आमा हुन त अब जे भए नि हुन्छ ए जे भए पनि हुन्छ जे भए नि हुन्छ त्यसो भएदेखि अब थाङ्नै जन्माइ थाङ्नैमा सुताउनु थाङ्न भयो नि जे भयो नि मान्छेलाई के भयो होइन के भन्नुहुन्छ आमा मान्छेले पनि काहीँ थाङ्नु जन्माउँछ जन्माउँदैनन् आजसम्म गाउँमा कसैले पनि थाङ्नु जन्माएका थिएनन् अब तेरी स्वानीले जन्मायो अब मैले के गर्नु त जन्माएको होइन नि खसाई क्या खसाई हामीलाई खुब स्वाग देखाउने भएर चाहिँ बुरु उफ्रिराखेको थिएँ त्यहाँ यता गर्दै थिएँ भुतलुक्क थाग्नुको पोको खट्यो म त जन्माइसकेको त थाग्न पोको भित्र बच्चा छ कि भनेर फोटोले हेरेँ के पनि थाग्नै थाग्दा रहेछ जान गयो तेरो बुढीको भुँडी हेर त होइन के भन्नुहुन्छ बुवा आमा कसरी त्यस्तो भयो अब कसरी भयो भन्ने कुरा हामीलाई के थाहा गएर तेरो बुढीको भुँडी छाम न अनि थाहा हुन्छ आजकल यस्तो खबर गरेछ छ भने आजकल मान्छेहरूले यत्रो बढेमा भुँडी यसरी पुन्टुङ्ग देखाएर अनि केटाले लोइन्छ नि चाहिँ यसरी गाला जोडेर भुँडी छामेर फोटो खिचाइरहेका हुन्छन् तँलाई चाहिँ तेरो बुढीको भुँडीमा बच्चा छ कि थाङ्नुको थुप्रो छ कि के पनि थाहा छैन तेरिका गोबर गणेश छ क्या बाबु छ जा गरे छाम तेरो बुढीको भुँडी पक्नुहोस् यदि यो कुरा साँचो हो भने त्यसलाई मैले जानेछु जा बाबु जा जानेको भयो जा ल हेर्नु भयो त बाउ आमाले भनेको कुरो उसलाई साँचो हो रहेछ भने भन्छ हामीले भनेको कुरो चाहिँ विश्वास नगर्ने अब उसकी स्वाइले जे भन्यो त्यसमा विश्वास गर्ने यो कुरा
यस्तो हरि लठकले अनि दुःख नपाएर कसले दुःख पाउँछ त? दुःख पाउने भयो छोरोले। अरू भने मलाई त थाङ्गो झरेको पाउँछ। ओइ उठ, खोइ मेरो छोरो, खोइ तेरो बुढी, खोइ मेरो छोरो चाहियो मलाई। फुक्क तेरो जिन्दगी, यति ठुलो नाटक गरिस् होइन मसँग? तँलाई त म मारिदिन्छु, तँलाई। तेरो नाटक नभन् मलाई बुढासुढा। मेरो बुढा त भने भन्छ नि मेरो बुढा। सुन न मेरो कुरा त सुन। मैले यो सब नाटक किन गरेँ? पहिला त्यतातिर ध्यान देऊ न। सुन मेरो कुरा। सुन्नु छैन मलाई तेरो कुरा। बुढा मैले यो सब नाटक किन गरेँ थाहा छ तिमीलाई? थाहा छैन मलाई। सुन न त अनि थाहा पाइहाल्छौ नि। मैले यो सब नाटक तिम्रा बुवा र आमाको माया पाउँछु कि भनेर गरेकी हुँ। मलाई त कहिले माया गर्दैन। जति जेसुकै गरोस् मैले घाँटी नै रेटे पनि ओहो माया गर्नेवाला थिएन। अनि अब यसो म चाहिँ गर्भवती छु भनेपछि मेरो त के माया गर्थे? आफ्नो यसो नाति नातिना होला कि भनेर नाति नातिना सम्झेर क्या। अनि नातिले पाउने माया चाहिँ मैले पाउँछु कि भनेर यो सब गरेकी हो। फुक्क तेरो जिन्दगी, बाबुआमाको माया पाउनको लागि तैँले यो सब गरिराख्नु पर्थ्यो। तैँले पनि बाबुआमालाई माया गरे भए उनीहरूले पनि गरिहाल्थे नि। फेरि बाबुआमाको माया पाउनको लागि यो सब नाटक गरेको रहेछस् त। मलाई चाहिँ किन लुकाकी? मलाई भने भए हुन्थ्यो। हुन्थ्यो किन नहुनु। तर यसो सोचेँ कि मैले अब केही गरी कोही बेला तिम्रो मुखबाट फोत यो नाटक गरेकी हो भन्ने कुरो निस्क्यो भनेदेखि त बर्बादै हुन्छ। मलाई त मार्छन् भनेर तिमीलाई पनि नभनेको कुरो मैले यो सब नाटक गर्नुपर्ने। मलाई त बाध्यता पारेका हुन्। म मेरो सासू ससुराको माया बिना म कता तड्पेछ। तिमीले यो कुरा बुझ्न सक्दैनौ। बुढा आज के गरेको तिम्रो बाबुआमाले थाहा छ तिमीलाई? आँसु सासु केही आएको छैन, रोएर नाटक गर्छ। फेरि के गरे भन्? के गर्नु नि? आज मेरा साथीहरूलाई मलाई दही चिउरा खुवाउनलाई आऊ भनेर म आफैले बोलाएँ। अनि साथीहरूले मलाई के ल्याइदिएछन् दही चिउराहरू। मैले खाने बेलामा साथीहरूले त ल्याइदिए। तपाईँहरूले चाहिँ मलाई नखुवाउने त बुवामा भनेको त नखुवाउने भनेको तिमीहरू मन रोयो होला। अनि ठिकै छ त भनेर साथीहरूका बिचमा बसेर नाचगान गर्नु पर्यो भनेर रमाइलो गर्दै थियौँ। मैसँग रमाइलो गर्न आउनु होला बुवा आमा भनेर उनीहरूको खुसीको लागि मात्रै मैले त्यति नाचगान गरेको भरे त के आउँथ्यो उनीहरू। म नाच्दा नाच्दै यो पोको झरिहाल्यो। त्यसपछिबाट त बुढा मलाई नाना तरी भनेर गाली गलोज गरेर देखाएर बोलाएर बसेको आफ्नै थिएनन्। अनि भित्र आएर रुँदै रुँदै सुते कि त्यही माथि तिमी पनि आएर यस्तो भन न। चुप लाग। तेरो मात्रै मन रोको छ, मेरो मन कति रोको छ होला। एउटा छोरी छे, अब एउटा छोरो पाउली। कति सुखी परिवार हुन्छ, छोराछोरी हुन्छन् भन्ने कति ठुलो धोको थियो। तर त्यो सबै सपना चकनाचुर बनाइस् तैँले। मेला गएर बुढी कमजोर हुन्छ भनेर मैले घिउ समेत बोकेर आएको थिएँ। तर तैँले यत्रो नाटक गरिस् म माथि। छोड, मसँग टाँसिनु पर्दैन त। अब तेरो र मेरो सम्बन्ध सक्यो आजबाट। त्यसो नभन्नु, त्यसो त भन्नै हुँदैन नि। त्यति म पीडित होइन। सासु ससुराको मायाको लागि त्यति गर्दा पनि हाम्रो सम्बन्ध सक्ने तिमी। यही सम्बन्ध सक्नलाई तिमीले मलाई ल्याओ। भयो, छोड्दे भयो। तेरो नाटक सुन्नु छैन मलाई। धेरै ठुलो चित्त दुखेको छ मलाई।
म तसँग बस्नु छैन, जान्छु म छोड। कहाँ चाहिँ जालान् र एकछिनमा त आइहाल्छ नि। धन्न मैले सोचिया जति चाहिँ रिसानन् है रिसानन्। एकछिन फोन किन्युन् बेलुका घर आइहाल्छन्, त्यसपछिबाट त म ल्याबिलाई ल्याइहाल्छु नि। रिते पो हुँ त म रिते। ए छेउको हजुर तिमी एउटा कुरा नढाँटिकन भन त। के कुरा कान्छीकी आमा भन न। तिमीलाई म आफू कस्तो भाग्यमानी रहेछु भने जस्तो लाग्छ लाग्दैन? किन र? घरमा यस्तो कचकच अशान्ति झैँ झगडा राजनीति कुटनीति मारौँ र काटौँ भने जस्तो गरेको छ, छल्या छ, ढाँटिया छ। त्यो बुहारीले नि छोरालाई कति दुःख दिएछ, हामीलाई कति दुःख दिएछ। त्यस्तो देख्दाखेरि मेरो बुढी त साह्रै सोझी छ, असल छ। म त साह्रै भाग्यमानी रहेछु, यति राम्री सोझी असल। यस्तो मलाई सहयोग गर्ने बुढी पाएँ भने जस्तो लाग्दैन? के लाला लुलु भइराख्यो के? कहिल्यै बुढीको खुलेर तारिफ गर्न जाने छैन है यो मान्छेले। छोरालाई त्यस्तो दुःख दिएछ, घरमा यस्तो गरेछ। आजकलका केटीहरू यस्ता हुन्छन्। मेरो बुढी त कस्तै छ कि? म त कति भाग्यमानी है कि भनेको जस्तो मान्छेलाई यसो कहिलेकाहीँ कल्पना पनि त आउँछ नि, त्यस्तो आउँदैन। ल ल ल ल लु लु भएर कहिल्यै देख्ने गर्ने होइन। लाग्न त लाग्थ्यो होला, तर के तर नि? तिमी ठेउ क्या केले चाहिँ रोक त? हो यही रिसाउने बानीले रोक्यो क्या। अब यति रिसाउने बुढीको यो बुढोले आफूले आफूलाई भाग्यमानी कसरी भन्छ ल भन त, तिमी आफै भन। जतिखेर पनि रिसाउने बानीले भनेछ, जतिखेर नि यही रिसाउने बानीलाई दोष दिएको छ। अरूको जस्तो घरमा उद्यम मचाएको त छैन नि। रिसाउने काम आफै गर्छ, कहिलेकाहीँ त मान्छे रिस उठिहाल्छ नि, रिसाइहाल्छ नि। म त यस्तो ठेकेको पनि कति तारिफ गरेर हिँड्छु है। त्यही भन्दा त म धेरै राम्रो छु। राम्री छौ, मैले नराम्री भनेको छ र भने। ल हिँड भोग लाग्यो होला, तारिफ नगरे पनि भात चाहिँ खाना आऊ। मैले पका खाएँ त होला, कहिले पका खान्छौ? तिमी बा कसले दिन्छ मलाई पकाएर? अरे फेरि हेर नि त्यहाँ। बाबा हजुर छोरो, हजुर सर घर कहिले आइसिन्छ? चाँडै आउँछु छोरो, चाँडै आउँछु। अनि बाबा अब त हजुरसँग पनि भेट भयो, अब त बाबा मामसँग पनि छुट्नु पर्ने सोचेको त नि। छुट्नै भयो, मलाई त हजुरहरूसँग छुट्न मन छैन बाबा। मलाई पनि छैन नि छोरो, त्यही पनि जानै पर्ने रहेछ, के गर्नु त। अनि बाबा हजुर हजुरले एउटा कुरा सोधौँ? सोधिस न। अब हजुर सर गएपछि मामुसँग फेरि पनि बिहे गरिसिन्छ? होइन नि छोरो, अनि मामुसँग त बिहे भइसक्यो त। अनि पहिला पनि छुटेर फेरि बिहे गरिसकेको थियो, अहिले पनि छुटेर किन बिहे नगर्ने? छोरी सानै छौ, त्यही भएर मेरो छोरीले नबुझेको, बिहे त भइसक्यो त। के भन्छन्? फेरि सहर गएर आएपछि बिहे गर्नुपर्ने रे। त्यसै भन्छन्, के भन्छन् यो ज्ञानी त। छोरो अब बाबा गइहाल्नुहुन्छ, अनि के गर्छु बाबा गएपछि? हजुरसँग बस्ने, बाबा गएपछि त। बाबा हजुरलाई मलाई पठाउनै मन छैन। नगइसौँ बाबा। त्यस्तो होइन छोरो, बाबा सहर गएर अनि छोरीलाई के खेल्ने कुरा ल्याइदिन्छु म है। मेरै साथमा भइहाल्छ नि। चाहिँदैन होइन होला, कति ज्ञानी नि। चाहिँदैन खेल्ने कुरा। ओहो, अरूको छोराछोरीले त खेल्ने कुरा चाहियो भन्दै रुन्छन्, मेरो चाहिँ त कति ज्ञानी। बाबा प्लिज नगइसौँ न। त्यस्तो होइन बाबा, हाम्रो सहरमा अफिस छ, अनि अफिस बन्द भएको छ छोरो, अनि त्यहाँ भाडा मात्रै तिर्नु परेको छ। त्यही भएर त्यहाँको सबै कामहरू सिद्ध्याएर बाबा कहिले पनि नजाने गरी आउँछ। सबै काम छिट्टो सिद्ध्याएर आइसोस्। हस् छोरो हस्, कान्छु। अब मन नलाग्दै हामी त छुट्टिनु पर्ने भयो भोलिदेखि। अब तिमी पनि सँगै जाऊ न त भने मान्दिनौ। अब के भन्नु, मसँगै गयो भने अहिले जाने बित्तिकै तत्काल मेरो लागि काम पनि पाउँदैन त्यता।
काम नभएपछि यतिकै खाली बस्नुभन्दा त यहाँ बस्यो भने बुवाको ख्याल वास्ता गर्छु, गाईबस्तु हेर्छु, घर सम्हाल्छु, छोरीको स्कुल राम्रो हुन्छ, पढ्छिन् होइन छोरो? छोरी ठुली भएपछि अनि छोरीलाई कलेज पढाउन सहर लाने हस्? बाबा हुन्छ हजुरको कति माया लागेको छ। मलाई पनि त लागेको छैन छोरो। अनि मलाई बाबालाई चाहिँ लागेको छैन त? छोरो हजुर मैले मेरी छोरीलाई अनि ममुलाई हाम्रो परिवारलाई सुखमा राख्नको लागि अनि खुसी दिनको लागि कमाउनको लागि सहर जान लाग्यो हो नि त। त्यो त थाहा छ नि मलाई पनि बाबा, अनि म त हजुरसँगै भए खुसी हुन्छु त। हो नि छोरो, मलाई थाहा छ हामी सबैजना सँगै भए मेरी छोरी खुसी हुन्छु। तर म सहर गएर धेरै पैसा कमाएपछि अनि मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु अनि ज्ञानी मान्छे असल मान्छे बनाउँछु अनि मेरी छोरीको भविष्य उज्जवल हुन्छ। हो किन भन त? हो मेरो भविष्य हजुरले उज्जवल बनाइदिन्छ धेरै पैसा कमा। अनि त्यसपछि म हजुरहरूलाई नि सहरमा गएर धेरै काम गरेर धेरै पैसा कमाएर सँगै राख्छन्। हजुरहरू पनि खुसी, म पनि खुसी। त्यस्तो गर्ने आज मेरो छोरो कस्तै छिन्। छोरो हजुर कति ज्ञानी भएको त मेरो छोरो। ल अब यसै गरी ज्ञानी भएर खुसी भएर बाबालाई भोलि पठाउने है। ल अब उता बुवालाई पनि हजुरले बुहारी यहीँ बस्छिन्, म चाहिँ जान्छु बुवा, भोलि नै जान्छु भनेर एकचोटि सल्लाह गर्नुहोस्। बिहान फेरि बुवासँग कुरा गर्न राख्दा ढिला हुन्छ, गएर सल्लाह गर्नु नि त एकचोटि। हेर्नु न छोरीले पुरा हात राख्दिएको। अहिले तिमी जे भनिरहेछौ भित्री मनैदेखि खुसी भएर भनेको हो नि? खुसी भएर त हो त, म दुखी भएर पनि बाहिर नाटक गर्छु त। त्यो त थाहा छ, तै पनि अब अहिलेसम्म एकछिन छुट्याएको थिएन। के गर्नु त, मलाई पनि त हजुरलाई पठाउन मन छैन नि। अब अफिस यत्तिकै राखिरहेछ, भाडा तिर्नु परेछ भन्नुहुन्छ। अब अफिसको काम यतैतिर आएर यहीँ राखेर गर्न मिल्छ कि मिल्दैन भनेर सोद्धा नि मिल्दैन भन्नुहुन्छ। अनि के गर्नु त, घाटा त हुनु भएन नि। हो नि, छोरीलाई पढाउनु छ, खर्चहरू बढ्दैछन्। ल कान्छु, म एकचोटि बुवासँग यही कुराको सल्लाह पनि गर्छु अनि बिदा मागेर आउँछ है। भोलि बिहान किन मलाई डिस्टर्ब गर्नु, बिहानै जानुपर्छ। बिहान त जसरी पनि हजुर जाने भएपछि बुवा उठिहाल्नुहुन्छ, तै पनि गएर भनिराख्नुहोस् न। हुन्छ है त। ल छोरो बस ल, म हजुर बाबासँग बिदा मागेर आउने कि अहिले जाने होइन नि, रुन आँटिसक्यो नि। ल है छोरो, होइन छोरो बाबा फेरि अलि निदाउनुहुन्छ हजुर बाबा, त्यही म अहिले सल्लाह गरेर आउँछ। छोरो भोलि सुनिस् न, भोलि बिहान फेरि हतार हतार हुन्छ अनि हतारमा कुरा गर्दाखेरि अलिक नराम्रो हुन्छ कि, त्यही भएर अहिले आइहाल्छु कि छोरो। पठाइदेऊ न बाबालाई ज्ञानी छोरो। बिहान हतार धेरै हतार हुन्छ छोरो, म छिट्टै जानुपर्छ, नत्र फेरि सुनिस् न सुनिस्। हुन्छ हुन्छ ल है त। ल ल छोरो बाबा म छु नि त, बाबा गए पनि म छु। हजुर मलाई बाबाको कति माया लागेको छ, बाबालाई पठाउनै मन छैन। बाबा आउनुहुन्छ नि त, धेरै पैसा कमाएर आउनुहुन्छ अनि मेरो छोरीलाई राम्रो स्कुलमा पढाउने अनि मेरो छोरी ठुलो मान्छे बन्ने, यो समाजको लागि देशको लागि केही गर्ने हो कि होइन भन्छ त? हो मामु, हजुर बाबालाई मलाई पठाउनु मन छैन, पठाउनु म भोलि। खुसी भएर पठाउनुपर्छ, ज्ञानी छोरी भनेको त खुसी भएर पठाउने हो नि त। अनि भोलि चाहिँ आफू चाहिँ रुनी होला, अनि मलाई चाहिँ खुसी भएर पठाउने भन्नुहुन्छ। हजुर मबाट हजुर हाँस्छु, म पनि हाँस्छु। बुवा अझै सुत्नु भएको छैन? छैन छैन, यति चाँडै के निन्द्रा लाग्थ्यो र? अनि तँ पनि त सुत्या रहन्छस् नि, किन नसुतेर यता आएको बाबु? बुवासँग एउटा सल्लाह गर्नु पर्ने थियो, त्यही भएर पो आएको त बुवा।
के सल्लाह? ला हेर त बाबु, हाम्रो बुहारी कति महान छिन्। उस्तैको बुहारी भएको भएदेखि सहर जान लायो बुढोलाई छोडेर यहाँ बुढो ससुरालाई भात पकाएर कोही बस्थ्यो होला त? साह्रै खुसी लाग्यो। तर तिमीहरू दुईजना पो कसरी छुट्टिन्छ त है? एक दिन नछुट्टिया मान्छे। अनि तिमीहरू दुवैजनाको राजी खुसीले निर्णय गरे हौ नि, दुखी भएर त होइन नि? दुखी भएर होइन बुवा, हामीले यो निर्णय त खुसीका साथ गरेका हौँ। अब मैले कान्छुलाई धेरै पटक सोधेँ, कान्छु जाउँ न त सँगै, किन छुट्टिनु भनेको? उनले त होइन, अब हाम्रो प्रगति हुन्छ भने, तपाईँको उता काम राम्रो हुन्छ भने छुट्टिएर के भयो त, सधैँको लागि छुट्टिनु होइन भनेर भनिन्। म चाहिँ जान, तपाईँ जानु न भनेर भनिन्। अब यति धेरै हौसला दिने श्रीमती भएपछि मलाई पनि के चाहियो? त्यही भएर मैले चाहिँ जाने निर्णय गरेँ बुवा। अब हजुरकै छोरी हुन्, हजुरकै नातिनी हुन्, अब हजुरले ख्याल वास्ता माया गरिहाल्नुहुन्छ। अब मैले बुवालाई के भनिरहनु पर्छ र? ल त बाबु ल, अब के गर्नु त? सबै परिवार एकै ठाउँ बस्ने रहर हुँदा हुँदै पनि एकै ठाउँ बसेर गुजारा नचल्ने रहेछ। अब जा, राम्रोसित काम गर। अब भोलि बिहान चाँडै जानु पर्ला, अहिले गएर सुत्नु त, सुत जा। ल हुन्छ बुवा, तपाईँ पनि निधार्नुहोस् है। हुन्छ बाबु, हुन्छ। ल ल ल ल ल ल, म पनि सुत्छु अब। अब छोरो पनि भोलि सहर जाने भयो। धन्न बुहारी ल्याएर नातिनीलाई मलाई साथी छोडिदिएर जाने भयो। है भगवान्, अहिलेको जमानामा यतिको छोराबारी पाउनु भने पनि मैले आफूलाई अभागी सम्झिन मिल्दैन। म भाग्यमानी नि होला। अरे सुत्नु त पर्यो, अब ढिला पनि भइसक्यो जस्तो छ। खै केटो यस बेलासम्म निक्लिँदैन, कतिखेर निक्लिने हो? उता गाडी साडी छुट्ला भन्ने फेरि टाइममै गइदिएदेखि टाइममै उता पुगेर खबर गरे हुन्थ्यो भनेको। के गर्नु अब? हुन त अहिलेसम्म एक दिन पनि बुहारीसित छुटिया छैन। अब बुहारीलाई छोडेर चाहिँ सहर जानुपर्ने। अब बुहारीले पनि गन्थन गर्दै हुन्। कस्तो पिराले गाँठे, अब के गर्नु? भित्रै गएर छिटो हिँड्न भनेर भन्नु पनि अलि अप्ठ्यारै भयो। आइदिए हुन्थ्यो चाँडै, बोलाउनु पर्छ कि क्या हो? खै त केटो निक्लिँदैन, उता गाडी छुट्ला भन्ने डर। चाँडो निक्लिदिया भए हुन्थ्यो। सागर, ए सागर, गाडी छुट्ला बाबु, छिटो निक्लिन। किन आत्तिनु भएको? म पुगिहाल्छु नि। किन चिन्ता मान्नु भएको त? होइन, ढिला होला भनेर उता गाडी छुट्ला होला भनेर। ठिक छ, अब एउटा नपाए पनि लास्टसम्मको त पाइहालिन्छ नि। त्यही नै पाइन्छ। ल बाबु, अब बुहारीको नातिनीको अहिले केही पिर मान्नु पर्दैन, मेरो पनि केही पिर मान्नु पर्दैन। ढुक्क भएर सहर गएर आफ्नो काम गर। अब हुन त तँलाई मैले के सिकाइराख्नु पर्छ अरे यस्तो कुरो? अतै पनि बाबुलाई छोरो हिँड्ने बेला अलिकति अब के होला कसो होला भने पिर त भइहाल्दछ होइन? चिन्ता नमान्नु न बुवा, चिन्ता नमान्नु। म उहाँ पुग्ने बित्तिकै फोन गरिहाल्छु नि। ल ल ल ल ल भाग्यमानी भएस्। ल ल ठेस नलायोस्। ल जा जा, गाडी छुट्ला बाबु। ल आउने ज्ञानी भएर बसेछु। हस् ल ल, अँगारो मुलाउनु पर्दैन। ल ल, म पुगेर फोन गर्छु है। ल ल ल ल, छिटो जाऊ, छिटो गाडी छुट्छ। ल कान्छु। ल त ल बाबु, ल ल ल ए ए ए माइतीसँग आउँछ ए ल ल ल ल बाई बाई गर्नु पर्यो होला मलाई। ल ल
कान्छु खुसी भएर घरबाट बिदा गरेकी मान्छे फेरि पछि आएर किन रोकी भन त हजुरलाई पठाउन यो मनै मानेन कसरी पठाउ म हजुर बिना म कसरी बस्ने होला भने जस्तो सजिलो नहुँदो रहेछ छुट्ने बेलामा कान्छु नरौ न यता हेर तिमी भन्छौ भने म जान्न नि त जानै पर्छ भन्ने छ र के गरौँ भन त सहरको अफिस यत्तिकै छोडिदेऊ नै गएर अफिस सम्हाल्नुहोस् अनि जानुहोस् पनि भन्ने रुनी पनि अनि म मेरो बुढीलाई रुवाउँदै कसरी जानु भन त म पनि त जान सक्दिनँ यसरी ल त्यसो भए होइन घरै फर्कौँ दुवैजना ल म हजुरलाई फर्काउन आँक्यौ र कस्तो अनुहार हेर्नै पुगेन अनि ल टेन्सन नमान न बुढु विचार गर त अरूका श्रीमान श्रीमतीहरू वर्षौँसम्म छुट्छन् झन् विदेश जानेहरूको त कति वर्षसम्म उहाँहरू फोनमा कुरा गरेको भरमा दिनरात काट्नुपर्छ म त त्यही सहर जान लागेको त हो नि म धेरै वर्ष अलमल गर्दिनँ छिट्टै आउँछु नि ल अब नरै गएर फर्क म जान्छु ल आफ्नो धेरै ख्याल गर्नुहोस् है सहर गएपछि आफू एक्लै छु भनेर बाहिर खाने होइन नि कोठामै खाने खान्न के खान्न सबै कुरा तिमीले सिकाएकी छौ नि म जसरी तिमीले सिकाएकी थियौ त्यसै गरी पकाएर खान्छु ल आफ्नो ख्याल गर्नु बुवाको छोरीको ख्याल गर्नु म पुगेर फोन गर्छु ल है रुन्चे नरै बस्नु नि फेरि अनि बुढोले छोडेर जाने बेला रुन मन लाग्छ म बुवालाई सोध्छु छोरीलाई सोध्छु नि छोरीले ढाँट्दिन नि मलाई रोगको थाहा पाएँ भने म फुत्तै आइन्छु जागिर छोडेर है अफिस बन्द गरेर आइन्छु नि फेरि ल मेरो बुढी ज्ञानी छिन् ल नरै बस हास सिन्दुर लाग्यो लाग्योस् ल गएँ है म हास लु जाऊ तिमी पनि जाऊ ल हजुर जानु न अहिले यहाँ रोएर बस्नलाई जाऊ ल जाऊ हजुर तल पुग्दासम्म हेर्छु मलाई थाहा छ कि म गएको देखेपछि तिमी रुन्छौ त्यही भएर त्यो देख्न नपाउँदै म जाने हो पहिला तिमी जाऊ ल जानु नरे बस है त है ल गएको ल गए बाई ल आइजा
तालझार ल्याउनु गस्सको बार तल ल्याउनु त यार के बिमार लाग्यो क्या मामा के बिमार लाग्यो Iya. Ya. Udah. Woi, masuk. Woo! माया लाग्यो त ल्याइदेन माया लाग्दैन क्या रे हात पाडे लपाड्नेलाई माया लाग्दा जोइ ल्याइदिन लाग्दैन भने क्या के होइन भन्छ मासु त्यहाँ राख्नु सक हुन्छ शून्य
एक्सन लिडिङ भनेर हैन ठुलो मोटो हुने फाल्नु त्यो फाल्नु कि काल्नु भन्ने फाल्नु